अपडेटको साथमा हामी उपस्थित हुने गर्छौँ। फेरि पनि अर्को अपडेटको साथमा उपस्थित भएका छौँ। नेपालको राष्ट्रिय क्रिकेट टोली अहिले आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत अत्यन्तै महत्त्वपूर्ण चरणमा पुगेको छ र काठमाडौँको त्रिभुवन युनिभर्सिटी इन्टरनेसनल क्रिकेट ग्राउन्डमा भइरहेको सिडब्ल्युसी लिग 2 चरणको खेलमा नेपालले ओमान र युएईसँग अहिले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ र अब नेपालले बुधबार बिहान 9:30 बजे ओमान विरुद्ध आफ्नो अर्को महत्त्वपूर्ण खेल खेल्दैछ। यो खेल नेपालको लागि केवल एउटा साधारण खेल मात्र होइन, विश्वकप छनौटतर्फको यात्रामा एउटा निर्णायक मोड पनि बन्न सक्छ। नेपाल क्रिकेट टिम अहिले लिग 2 को अङ्क तालिकामा दबावमा रहेको छ। यस प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीहरूले सिधै विश्वकप क्वालिफायरमा स्थान बनाउने भएका कारण पनि नेपाललाई टप 4 मा पुग्नको लागि हरेक खेल जित्नै पर्ने जस्तो देखिन्छ, मस्ट विन जस्तै भएको छ। ओमान विरुद्धको खेल झन् महत्त्वपूर्ण छ किनकि ओमान सधैँ नेपालको लागि एउटा कठिन प्रतिद्वन्दी मानिन्छ। घरेलु मैदानको फाइदा उठाउने भने मौका नेपाली क्रिकेट टोलीलाई रहेको छ र हालै युएईमाथि भएको जितपछि टोलीको आत्मविश्वास बढेको देखिन्छ। यसैले प्रशिक्षक र चयनकर्ताहरूले नयाँ खेलाडीलाई मौका दिने वा अनुभवलाई प्राथमिकता दिने भन्ने एउटा ठुलो रणनीतिक निर्णय लिनुपर्ने अवस्था आएको छ। र यसै क्रममा सामाजिक सञ्जालमा अहिले अर्जुन कुमाल एउटा नयाँ स्टारको उदय भएको छ। नेपालको अन्डर 19 खेलाडी मानिन्छन् उनी र नेपाली क्रिकेटमा अहिले सबैभन्दा चर्चामा रहेको नाम हो अर्जुन कुमाल। उनको जन्म 19 डिसेम्बर 2005 मा भएको थियो भने उनी राइट ह्यान्डेड ब्याट्सम्यान हुन्। उनी लेग ब्रेक बलिङ पनि गर्ने गर्छन् र उनी नेपालको लागि टप अर्डर ओपनिङ विकल्पको रूपमा रहेका छन्। नेपाल ए टोलीबाट चर्चामा आएका अर्जुन कुमाल एउटा उदाएका युवा प्रतिभा हुन् र अहिले राष्ट्रिय टोलीमा पनि उनले ढोका भने ढकढकाइरहेका छन् र अर्जुन कुमालको पछिल्लो प्रदर्शनको कुरा गर्नुपर्दा अर्जुन कुमालको चर्चा हुनुको मुख्य कारण भनेको उनको धमाकेदार घरेलु प्रदर्शन हो। पिएम कपमा 2026 मा उनले शानदार प्रदर्शन गरे। उनी सर्वाधिक रन बनाउने खेलाडी बने। 504 रन बनाएका थिए पिएम कप 2026 मा मात्रै र औसत नै उनको निकै उच्च रहेको थियो। हामी एभरेज भन्ने गर्छौँ इङ्ग्लिसमा र उनी एउटा निरन्तर रन बनाउने क्षमता भएका एउटा युवा खेलाडी हुन् र यसले उनलाई सिधै राष्ट्रिय टोलीको रडारमा ल्याइदिएको छ। अब हेरौँ उनी भोलि टोलीमा समावेश हुन्छन् कि हुँदैनन्, यो हेर्नको लागि निकै इन्ट्रेस्टिङ हुनेछ र नेपाली टोलीमा उनी उत्कृष्ट ब्याटिङ गर्ने गर्छन् र 3 खेलमा उनले आयरल्यान्ड ए विरुद्धको सिरिजमा 111 रन बनाएका थिए। आयरल्यान्ड जस्तो एउटा निकै प्रतिस्पर्धात्मक प्रतिद्वन्दी विरुद्ध। त्यस्तै हालैको घरेलु खेलमा पनि उनले 103 लगायतको नट आउट इनिङहरू पनि खेलेका छन्। यी प्रदर्शनहरूले देखाउँछ कि उनी एउटा प्रतिभाशाली मात्र होइन, कन्सिस्टेन्ट पर्फर्मर हुन्। टोलीलाई चाहिँदाखेरि, टोलीलाई आवश्यक पर्दाखेरि उनले म्याच विनिङ नकहरू खेल्ने गर्छन् र नेपाल क्रिकेट सङ्घ क्यानले पनि उनलाई हिजो वार्मअप खेलमा वार्मअप प्र्याक्टिस सेसनमा पनि उनलाई उपस्थित गराएको थियो र उनलाई आधिकारिक रूपमा टोलीको अवसर दिने जस्तो कुरा पनि हामीले सुनिरहेका छौँ। अर्जुन कुमाल एउटा नेपालको लागि एउटा यङ खेलाडी हुन्। कुनै एउटा इनिङ मात्र होइन, लगातार राम्रो प्रदर्शन गरिरहेका छन् र ब्याटिङ मात्र होइन, उनी बलिङको अप्सनको लागि पनि आउने गर्छन् र नेपालले दीर्घकालीन टिम निर्माण गर्नको लागि कुमाल जस्तो खेलाडीहरू पनि नेपाली टोलीको ठुलो हिस्सा बनेछन् र आशा गरौँ भोलिको खेलमा अर्जुन कुमारले अवसर पाउन् भनेर हामी यही कामना गरौँ र नेपालले कुशल भुर्तेलको साथमा अर्जुन कुमारलाई के ओपनिङ ब्याटिङको लागि लिएर होला, यो हेर्नको लागि निकै उत्साहित छौँ हामी पनि र हरेक अपडेटको साथमा तपाईँहरूसँग हामी क्रिकेटको गफगाफ युट्युब च्यानलमा जोडिने पाछाको साथमा आजको लागि भने बिदा चाहन्छौँ। हस्त नमस्ते, जय नेपाल।